ल गाइज आज चाहिँ हाम्रो छुट्टीको दिन अनि हाम्रो रुम नजिकैको मार्केट हुँदै चाहिँ बस स्टप जानुपर्ने अनि दाजुभाइ राजा र म सट्ट गयो बसमा नि चढियो होइन अनि सर गयो यो चाहिँ हो आजमान बस स्टेसन अनि चाहिँ टक्क कार्ड पञ्च गरियो त्यसपछि चाहिँ लाग्यो फटाफट उपल्लै तलमा बसौँ भनेर होइन अनि चाहिँ लास्टको सिटमा गएर बसियो अनि पुगियो सट्ट राजा र म चाहिँ युनियन मेट्रो स्टेसन टक्क कार्ड पञ्च गर्नु पर्यो होइन अनि टक्क यसो हेर्दै हेर्दै गइयो फाइनली मेट्रो पनि आइसक्यो होइन अब चाहिँ गइन्छ फटाफट मेट्रोमा चढेर चाहिँ हामी चाहिँ गइयो टक्क निक्लिएर अनि गइयो हाम्रो सिटी सेन्टरतिर यसो घुमघाम गरेर गइयो फेरि बिचतिर होइन यसो घुमघाम गरियो दाजुभाइसँग नेपालीहरू टक्क होइन देख्न सक्नुहुन्छ यो चाहिँ खतरा भ्यू रहेछ कि भित्रभित्र टक्क हाम्रो पुरा गाउँतिरको जस्तो यो चाहिँ पुरानो घर अरबीहरूको चाहिँ हामी चाहिँ भित्र गएको छौँ आज चाहिँ यसो घुम्नलाई होइन यसो हेर्दै हेर्दै जाँदाखेरि चाहिँ यहाँ चाहिँ खतरा ढुङ्गा रहेछ कि ल देख्न सक्नुहुन्छ गाइज है हामी चाहिँ एकछिन चिल गरेर बसियो अनि बाहिर घुमियो यताउता डुलेर पछि अनि हामी चाहिँ सर लाग्यो अब चाहिँ बिस्तारै बिस्तारै हामी पर्ने हुन्छ अब किनकि भोलि पनि ड्युटी छ ड्युटी जानुपर्ने हुन्छ होइन यो चाहिँ देख्न सक्नुहुन्छ यो भ्यू बबाल छ यहाँ होइन सबै नेपालीहरू घुम्न आउने यहीँ हो राजा र म चाहिँ टक्क आफ्नै पारामा होइन ल यो चाहिँ देख्न सक्नुहुन्छ यो चाहिँ नेपाली पार्क है प्रायः जसो सबै नेपालीहरू आउने गर्छन् हामी चाहिँ फटाफट ढिलो नअलिकन फेरि रिटर्न भइदिउँ भनेर लाग्यो होइन टक्क कार्डमा पैसा राखिन्छ अनि फटाफट रिचार्ज पनि गरियो फटाफट रिचार्ज पनि सक्सेस भइसक्यो त्यसपछि चाहिँ हामी फटाफट लागियो फेरि आफ्नै गन्तव्यतिर है त ल देख्न सक्नुहुन्छ गाई छैन फटाफट लागियो अब के गर्ने त होइन अब उता पनि बसेर भएन लाग्नुपर्छ फेरि फटाफट देख्न सक्नुहुन्छ नक्सा हामी चाहिँ आउनुपर्ने चाहिँ आजमान ल टक्क मेट्रो स्टेसनमा त्यसपछि राजा र म चाहिँ फटाफट लागियो बाहिरतिर है बाहिर निस्किसकेपछि चाहिँ अब चाहिँ हामीले चाहिँ बस पकड्नु पर्ने हुन्छ होइन अब बस स्टेसनतिर पनि जानु पऱ्यो होइन त गाइज फटाफट गएर बसमा पनि बसिसक्यो अनि त्यसपछि चाहिँ रुममा आएको चाहिँ रुमको हालत चाहिँ खराब अनि चाहिँ रुम फटाफट क्लिन